हेलो गाइज, ल यो हेर्नु हाम्रो धुनबेसी वडा नम्बर 3। यो चाहिँ बाटो चाहिँ चन्दागिरी पर्ने भयो। तर अब चन्दागिरीले यहीदेखिबाट माथि चाहिँ पुरा ढलान भइसक्यो होइन। यो माथितिर गाउँतिर चाहिँ पुरा ढलान भइसक्यो। अब यहाँबाट हाम्रो चाहिँ धादिङ पर्यो धुनबेसी, यतातिर पारी गएपछि अब यो बाटो हेर्नु यहाँ हालत 25 वर्ष अगाडि खनेको बाटोको हालत अहिले पनि यही छ। ल भनेपछि कहिले बन्ने यो गाउँको बाटोहरू चाहिँ ल हेर्नु त, हर वर्ष बजेट पर्ने तर अब 2-3 वर्ष भएछ बजेट पनि नपर्ने। मान्छेहरूले भन्ने कि ब्ल्याक लिस्टमा हालिदिएको छ अरे भन्छ, सुन्नमा यस्तो आउने। ल हेर्नु हजुर यस्तो छ। ल यस्तो हालत छ बाटोको। 25 वर्ष भयो, म 10 वर्षको हुँदाखेरि खुलेको यो बाटो हो गाउँको केरुङ नाकाको लागि भनेर खुल्ने यो बाटो। अब 25 वर्षसम्म पनि यतिकै छ। ल हेर्नु, ल यस्तो छ हालत बाटोको। के गर्ने हो, केही गर्नु पर्यो। अब हाम्रो देशमा यति राम्रो राम्रो मन्त्रीहरू आउनुभएको छ, प्राइम मिनिस्टरहरू आउनुभएको छ। सुदन दाईहरूलाई यसो ध्यान राख्नु पर्यो। हाम्रो यो धादिङमा पनि धेरै ठाउँमा बाटो पक्का पिच भइसकेको छ, तर हाम्रो यो सबसे धेरै पहिला 25-30 वर्ष पहिला खोलेको हाम्रो यो बाटो चाहिँ अहिलेसम्म पनि अलिकति ढलान हुन सकेको छैन र अलिकति पिच भएको छैन। बाँकी माथितिरको गाउँतिरको बाटोहरू चन्दागिरी पर्नेहरू हाम्रै धुनबेसी पर्ने यहाँ परतिर सब पिच भइसक्यो। मतलब पिलामोड मुनितिर, तपाईँको कलिन्टारतिर, सल्लाघारतिर सबै पिच भइसकेको छ भने हाम्रो यो चाहिँ कान्ले भदौरे उता महेश फाँटसम्म यतिकै हो। ल हेर्नु बाटो यस्तो हालत छ बाटोको। कहिले बन्ने होला यो बाटो हाम्रो। ल बजेट परेर नि सो नभए हो कि परेर नपरे होइन हो कि होइन, साँच्चमै ब्ल्याक लिस्टमा हो कि केही बुझ्न सकिँदैन। ल हेर्नु यहाँ यस्तो छ यो हालत। अब यो हेर्नुहोस्, ल नाली सबै बनिसक्यो यहाँ बाटो। आजभन्दा 5-7 वर्षपछि एउटा ठेकेदारले ठेका लिएर, अब नेपालमा यस्तो नि हुन्छ कि अब बाटो पिच नभइकन बिल पास गरेर कहीँ अरू जग्गाको फेक बाटो देखाएर चाहिँ बिल पास गराइदियो अरे। ल हेर्नु त। ल अब ऊ बेलामा हामी सानो थाहा भइएन। अब अहिले थाहा हुँदाखेरि यस्तो चिजहरू थाहा लाग्न थाल्यो। ल हेर्नु, बाटो नहुनाले माथिबाट भिर आउने, पहिरो जाने मुनिबाट ढल पाइपहरूको व्यवस्था सही ढङ्गले नभएर, राम्रोसँग केही व्यवस्था नहुनाले ल हेर्नुहोस्, अब केही जमाना पहिला केरुङ नाका जाने बाटो भनेर यसलाई भनिन्थ्यो। ल आजभन्दा 25-30 वर्ष पहिला खोलेको यो बाटो यस्तो छ हालत। यसो हाम्रो यो धादिङ जिल्ला धुनबेसी गाविस वडा नम्बर 3तिर 2तिर सबै यस्तो हालत छ। ल हेर्नु, ल यो जहाँसम्म हेर्नुहुन्छ यत्तिकै हो। यो सब यस्तो बाटो छ। ल बाइक हिँड्न नि यति अफरोड छ कि कसैलाई अफरोड गर्ने मन छ भने चाहिँ हाम्रो गाउँमा आयो भने चाहिँ पुरै नै अफरोड हो नि। मुस्ताङ जानेको केही उ नै छैन। मुस्ताङमा त बडो पिच भइसक्यो, तर हाम्रो गाउँमा आयो भने चाहिँ अफरोड गर्नको लागि चाहिँ डह्रो छ। ल बाटो अफरोडिङ पुरै यो। ल हेर्नुहोस् गाइस, बनाइदिने यता केही वाल छैन, ढुङ्गाको वाल छैन, नालीहरू सब खत्तम भइसक्यो पुरेर, केही थाहा लाग्दै छैनन्। अब पुरा माथिबाट भिर आउने, अब व्यवस्थित नभएपछि यस्तो हुन्छ। ल हेर्नु, अब यहाँको त्यो बाटो छिन्नै लागिसक्यो। त्यो पर पहिरो गएको त्यो तलबाट म भिडियो बनाएर एक दिन हाल्छु। ल यस्तो छ हाम्रो हालत गाउँको।